म भनिदिएँ हुन्न यहाँ उपस्थित सम्पूर्ण सुविधालाई आफ्नो कार्यक्रम प्रारम्भ गर्न गइरहेको छु। राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था देश नेपालको 31औं स्थापना दिवस तथा संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश भुषालको 4औं शुभजन्मको सर्वश्रेष्ठ समारोहमा हामी आज दोस्रो दिनमा छौँ। विगतका वर्षहरूले हामीले देश नेपालको स्थापना दिवस एवं विश्वको संस्थापक अध्यक्ष विश्वप्रकाश भुषालको विभिन्न 7 दिने सप्ताहव्यापी कार्यक्रम गरी विगत साथै यस वर्ष पनि विभिन्न कार्यक्रमहरू लिएर आइसकेका छौँ। त्यसै अन्तर्गत हामी आज दोस्रो दिन पोखरास्थित महत गौडा पोखरा ज्येष्ठ नागरिक आश्रम महत गौडामा हामी आफ्नो सहयोग लिएर भइसकेका छौँ। हामी सप्ताहव्यापी कार्यक्रममा देश नेपालको 31औं स्थापना दिवस एवं संस्थाका संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश विशेष समारोह भयो। हामीले हिजोबाट हाम्रो शुभारम्भ भइसकेको छ। सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन हिजोबाट सुरु भइसकेको छ। हिजो हामीले गणेश्वर धाम म्याग्दी बेनिस्थित गणेश्वर धाममा हामीले आफ्नो सहयोग हस्तान्तरण गरेर आइसकेका छौँ। आज हामी दोस्रो दिनमा छौँ। आजको यस 31औं स्थापना दिवस एवं 54औं संस्थापक अध्यक्षज्यूको 54औं शुभजन्मोत्सव समारोहमा हामीलाई अझै खुसीको माहौल थपिएको छ। हाम्रा नेस्को सामाजिक समूह अन्तर्गत रहेको संस्था अमरटिका प्रतिष्ठानका कोषाध्यक्ष एवं नेस्को नेपालका आजीवन सदस्य सङ्गीता छाडा मगरज्यूको पनि आज शुभजन्मोत्सव विशेष रहेको हुँदा हामी त्यही अवसरमा यहाँ आज सहयोग हस्तान्तरणका लागि जुटेका छौँ। सँगसँगै हामी आज यस आश्रममा सहयोग हस्तान्तरणका क्रममा हामी म्याग्दीदेखि पोखरा आएर सहयोग हस्तान्तरण गर्नका लागि यस आश्रममा हामीसँगै अतिथिज्यूहरू पनि चालु भएको छ। उहाँहरूसँग कतिपय जान आजको कार्यक्रम अगाडि बढाउन गइरहेको छु। म आसँग लड्न जोड्न चाहन्छु। आजको यस कार्यक्रममा संस्थापक आसन ग्रहण गरिदिनु हुन म संस्थाका नेस्को नेपालका संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश भुषाललाई अनुरोध गर्न हेलो म आसन ग्रहण गरिदिनु हुन नेस्को नेपालका कोषाध्यक्ष श्री सावित्री खत्री छेत्रीज्यूलाई आसन ग्रहण गर्न अनुरोध गर्न चाहन्छु। उहाँ नेस्को नेपालको कोषाध्यक्ष सँगसँगै नेस्को सबै डेभलपमेन्ट विद्या संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्ष पनि हुनुहुन्छ। म आसन ग्रहण गरिदिनु हुन नेस्को नेपालका पूर्व अध्यक्ष रोटरी क्लब अफ पर्वतका आगामी अध्यक्ष डाक्टर कुमारी मेराज्यूलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म आसन ग्रहण गरिदिनु हुन आज जन्मदिन गर्नुभएका नेस्को नेपाल
आजीवन सदस्य एवं अमरटिका प्रतिष्ठानका कोषाध्यक्ष सङ्गीता ठाडा मगर्ज्यूलाई अनुरोध गर्न चाहन्छु। म आसन ग्रहण गरिदिनु न। बिबी फाउन्डेसनका विश्व प्रसाई बिबी फाउन्डेसनका सदस्य श्री विश्वबन्धु प्रसाईज्यूलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म आसन ग्रहण गरिदिनु न। यस पोखरा ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष कोषाध्यक्ष श्री भीमप्रसाद सुवेदीज्यूलाई म अनुरोध गर्न चाहन्छु। यसै गरी आसन ग्रहण गरिदिनुका लागि म अमरटिका प्रतिष्ठानका सदस्य लक्ष्मी हमालज्यूलाई अनुरोध गर्न चाहन्छु। यसै गरी आसन ग्रहण गरिदिनुका लागि म यस आश्रमका सचिव धर्मबहादुर गुरुङज्यूलाई अनुरोध गर्न चाहन्छु। आसन ग्रहण गरिदिनुका लागि म यस आश्रमका कार्य समिति सदस्यहरू एवं स्वास्थ्य प्रमुख स्थिति कुमार बेग्मीज्यूलाई अनुरोध गर्न चाहन्छु। यसै गरी म आसन ग्रहण गरिदिनुका लागि यस पोखरा ज्येष्ठ नागरिक आश्रमका 107 वर्षीय बुबा नन्तु ढकाज्यूलाई म अनुरोध गर्न चाहन्छु। त्यसै गरी विशिष्ट आसन ग्रहण गरिदिनुका लागि म हामीसँग आज यस सहयोग हस्तान्तरणमा बेग्लै जोडिनुभएका माथिदेखि पोखरा सहयोगका लागि यहाँ भई सहयोगका लागि पाल्नुभएका श्री मनबहादुर पुन्ज्यूलाई म आसन ग्रहण गरिदिनु अनुरोध गर्न चाहन्छु। त्यसै गरी आसन ग्रहण गरिदिनुका लागि म चित्तबहादुर गर्बुझापुर, मनमाया गर्बुझापुर, तिलमाया पुन, त्रिचेन्द्र पुन एवं कमल पुन्ज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। म आसन ग्रहण गरिदिनुका लागि म नेस्टो नेपालका पूर्व कर्मचारी गङ्गाधर तिवारीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। गङ्गाधर बस्नेतज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी आसन ग्रहण गरिदिनुका लागि म नेस्टो नेपालका आजीवन सदस्य पुष्पा प्रसाई एवं साधारण सदस्यहरू तुलसी नेपाली, राममाया लामिछाने एवं मितेश हमाल र आजीवन सदस्य सुदीप प्रसाईज्यूलाई म अनुरोध गर्न चाहन्छु। आजको यस कार्यक्रममा म संस्थाको तर्फबाट स्वागत गर्दै थोरै कार्यक्रमबारे प्रकाश पारिदिनुका लागि म नेस्टो नेपालका कोषाध्यक्ष एवं नेस्टो समृद्ध लघु वित्तीय संस्था लिमिटेडका अध्यक्ष सावित्री खत्री छेत्रीज्यूलाई म आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। यो साप्ताहिक कार्यक्रमका संयोजक एवं अमरटिका प्रतिष्ठानका परिवारका सदस्य, आजको कार्यक्रमका सञ्चालक सुषमा प्रसाईज्यूलाई, राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेस्टो नेपालको 31औं वार्षिक 31औं स्थापना दिवस, त्यसै गरी नेस्टो नेपाल नेस्टो समृद्ध ग्रुपका संस्थापक अध्यक्ष आदरणीय दाजु विश्वप्रकाश प्रसाईज्यूको 54औं जन्मोत्सव सँगै आजकै दिनमा यो साप्ताहिक कार्यक्रममा नेस्टो नेपालका आजीवन सदस्य अमरटिका फाउन्डेसनका कोषाध्यक्ष नेस्टो समृद्ध लघु वित्तीय संस्था लिमिटेडका 2वटा शाखा प्रबन्धक राणा बहिनीको जन्मोत्सव 33औं जन्मोत्सवको यो पावन अवसरमा आयोजना गरिएको यस कार्यक्रमका अध्यक्ष एवं नेस्टो समृद्ध ग्रुपका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईज्यू, त्यसै गरी मञ्चमा आसीन यस आश्रमका सचिवज्यू, त्यसै गरी नेस्टो नेपालका पूर्व अध्यक्षज्यू, नेस्टो समृद्ध ग्रुपका सम्पूर्ण आफूले गरिरहनुभएका सम्पूर्ण परिवारहरूको सदस्यज्यू, त्यसै गरी आजको यस कार्यक्रममा यस आश्रममा थोरै भए पनि सहयोग गरेर एउटा
गरिन्छ, जस अन्तर्गत यहाँ व्यक्तिदेखि आजको यस कार्यक्रममा पोखरा बसोबास गर्नुहुने मञ्चमा आसीन मैले सबैलाई सम्बोधन गर्न सकिनँ, किनभने छोटो समयमा मैले सम्बोधन गरेँ। मैले सबैको पद सम्झन पनि सकिनँ र मैले मेरो सम्मानित बुवा आमा दाजुभाइ दिदीबहिनीहरू उहाँले जुन सम्मान गर्ने एउटा ठुलो मन बनाएर एउटा यहाँका वृद्ध बाबुआमालाई सहयोग सपोर्ट र खाना खुवाउनुको लागि यहाँ उपस्थित हुनुभएको छ। उहाँले ठुलो मनलाई उहाँले स्वागत गर्दै म उहाँलाई सम्पूर्णलाई सम्मानित र आफ्नो ठाउँबाट स्वागत गर्न चाहन्छु। र यहाँ आजको यस कार्यक्रममा हामीले हाम्रो साप्ताहिक कार्यक्रम हिजोदेखि सुरु भएर 20 गतेसम्म हुन लागेको कार्यक्रममा आज फेरि हाम्रो सङ्गीतलाई सँगै जोडेर केही खाद्यान्न सामग्रीहरू लिएर हामी आएका छौँ। यो हाम्रो आज मात्रै होइन, हिजोदेखि नै हामीले यस आश्रममा हिजोका दिनहरूमा पनि हामीले नेसनबाट जे सक्छौँ त्यो सहयोगहरू गर्दै आइरहेका थियौँ र भोलिको दिनमा पनि गर्ने प्रतिबद्धताका साथ थोरै यो सहयोग हामीले जुन ग्रहण गर्ने एउटा हामीलाई दिँदै त्यो सल्लाह सुझाव पनि गर्नु मात्रै हामीले खबर गरेर यहाँ आज यो समय मिलेको। म यहाँ आश्रमको सम्पूर्ण टिमलाई पनि एकदमै हृदयदेखि धन्यवाद दिँदै सम्पूर्ण आजको यस कार्यक्रममा उपस्थित हुनुहुने यहाँका वृद्ध आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, मञ्चमा आसीन अतिथिज्यूहरू, सम्पूर्ण हाम्रो परिवारको सदस्यहरूलाई हार्दिक स्वागत एवं अभिवादन गर्दै मेरो भनाइ निम्ति गर्छु। धेरै धेरै धन्यवाद। अब हामी संयुक्त स्वागत पश्चात अब हामी यहाँ उपस्थित सम्पूर्ण अतिथिज्यूहरूलाई खादा र ब्यासले स्वागत गर्न गइरहेका छौँ। यसका लागि म अमटिका प्रतिष्ठानका सदस्य विश्वबन्धु प्रसादज्यू एवं नेसनल नेपालीका आजीवन सदस्यहरू पुष्पा प्रसाद रामायण लामिछानेज्यूलाई म यहाँ उपस्थित सम्पूर्ण अतिथिज्यूहरूलाई ब्यास तथा खादाले स्वागत गरिदिनु म अनुरोध गर्न चाहन्छु।
आजको यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि लोकनाथ ढकालज्यू एवं बसन्ती अधिकारीज्यूलाई अनुरोध गर्न चाहन्छु। अतिथिज्यूहरूको ब्याच तथा खाताले स्वागत पश्चात अब म कार्यक्रम अगाडि बढाउन गइरहेकी छु। आजको यस कार्यक्रमको उद्देश्यमा प्रकाश पारिदिनु हुनका लागि म नेस्टो नेपालका संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश प्रसादज्यूलाई आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। इस कार्यक्रमका कार्यक्रम सञ्चालक नेस्टो नेपालका आजीवन सदस्य हाम्रो प्यारी छोरी सुषमा प्रसादज्यू, राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेस्टो नेपालको 31औं स्थापना दिवस एवं यस संस्थाको संस्थापक अध्यक्षको हैसियतले हाम्रो 54औं शुभ जन्मोत्सव विशेष सप्ताह विशेष सप्ताह अन्तर्गत आज सप्ताहको दोस्रो दिन पोखरा ज्येष्ठ नागरिक आश्रममा आयोजित यस कार्यक्रममा आतिथ्यता गरिरहनुभएका नेस्टो समृद्ध लघु वित्तीय संस्था लिमिटेडका अध्यक्ष, नेस्टो नेपालका कोषाध्यक्ष, रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष, इनरिल क्लब अफ पर्वतका पूर्व अध्यक्ष, अमरटिका प्रतिष्ठानका उपाध्यक्ष आदरणीय सावित्री खत्री छेत्रीज्यू, नेस्टो नेपालका पूर्व अध्यक्ष लक्ष्मी मेधासीज्यू, बीपी फाउन्डेसनका सञ्चालक सदस्य विश्वबन्धु बर्साईज्यू, अमरटिका प्रतिष्ठानका कोषाध्यक्ष, आज जन्मदिन पर्नुहुने नेस्टो नेपालका आजीवन सदस्य सङ्गीता ठाडाज्यू, सदस्य लक्ष्मी हमाल पर्साईज्यू, 107 वर्षीय पूजनीय बुवा चाहिँ नन्दु ढकालज्यू, आजको यस कार्यक्रममा सहभागी नेस्टो नेपालका आजीवन यस आश्रमका सचिवज्यू, कोषाध्यक्षज्यू, कार्यकारी सदस्यज्यूहरू, कर्मचारी साथीहरू, आज हामीसँगै यो विशेष क्षणमा जोडिनुभएका हाम्रो छिमेकी जिल्लामा पर्वतको म्याग्दी जिल्ला स्थायी पुरानो ठेगाना भई अहिले पोखरा निवासी हाम्रो अत्यन्तै एउटा पुरानो अञ्चलको हिसाबले, भेगको हिसाबले, हाम्रो संस्कार परम्पराको हिसाबले हामी एउटै हो। मेरो आदरणीय दाजुहरू तथा प्यारा भाइ बहिनीहरू एवं आजको यस कार्यक्रममा सहभागी, यस आश्रममा आश्रित सम्पूर्ण पूजनीय बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम म आज यो सप्ताहको दोस्रो दिन पोखरा ज्येष्ठ नागरिक आश्रममा आयोजित कार्यक्रममा हजुरहरू सबैजनालाई अन्तर्हृदयदेखि स्वागत गर्न चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु। लेखेको छ ज्येष्ठ नागरिक पूजन
हामी हजुरहरूलाई ढोग्न आएका छौँ, पुज्न आएका छौँ, सम्मान व्यक्त गर्न आएका छौँ। त्यसैले हजुरहरूलाई म शिर निहुराएर, हजुरहरूलाई 10 औँला जोडेर शिर निहुराएर यस आश्रममा आशिष सम्पूर्ण बाबा आमाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, ढोग्न चाहन्छु। आजभन्दा 30 वर्ष पहिले, 31 वर्ष पहिले हामीले आफ्नो पढाइ सकाएर पेसा व्यवसाय रोज्ने क्रममा हाम्रा पूजनीय पिता स्वर्गीय टिकाबहादुर प्रसाईले बाबु ठुलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ भनेर 100औं चोटि हामीलाई निर्देशित गर्नुभयो। असल मान्छे कसरी बन्ने भनेर हामीले जिज्ञासा राख्दा, यो लामो कथा छ, म लामोतिर गइन। असल मान्छेका धेरै गुणहरू हुन्छन्, त्यो मध्ये 4वटा कुरालाई कहिले पनि नभुल्नु भनेर मेरो बुवाले भनेको वचन मैले अहिले पनि सम्झने गरेको छु। पहिलो कुरा, तिमी पढ्नका लागि टाठै छौ, बुवाले टाठै छौ भन्नुहुन्थ्यो, पढ्न ठाठा छौ। भोलि पढाइ सकेर पेसा व्यवसाय रोज्दा बुवाकै शब्दमा कुकुरले पनि खान नपाएर मरेको छैन बाबु, आफ्नो लागि, आफ्नी श्रीमतीका लागि, आफ्नो छोराछोरीका लागि त कुकुरले पनि गरेको छ। त्यसैले तिमी मान्छे हौ, पढ्न टाठै छौ, पेसा रोज्दा आफू बाँचेर अरू हजारौँलाई बाँच्ने बाटो देखाउने पेसा रोज्नु। कहिले पनि अरूको जतिसुकै शत्रु होस्, जतिसुकै तिमीलाई पीडा दियोस्, तिमीमाथि नराम्रो सोचोस्, कहिले पनि शत्रुको पनि उभलो होस् भनेर कहिले पनि नसोच्नु। शत्रुलाई पनि दुःख पीडाको पर्दा बिचरा भन्नु, सहयोग गर्नु, साथ दिनु, अथवा अर्काको दुःखमा कहिले पनि नकुर्लनु। र जोसुकैले प्रगति गरोस्, आफ्नाले प्रगति गर्दा त सबै हाँस्छन्, सबै खुसी हुन्छन्, आफ्नो खुसीमा त सबै रमाउँछन्, तर शत्रुकै खुसीमा तिमीलाई उभलो चाहने मान्छेको सफलतामा पनि कहिले ईर्ष्या नगर्नु, खुसी व्यक्त गर्नु। र चौथो कुरा, बाबु अर्काको देखेर होइन, आफ्नो क्षमता र औकातलाई हेरेर अगाडि बढ्नु अथवा काम गर्नु भनेर मेरो बुवाले असल मान्छे बन्नका लागि 4वटा कुरालाई भन्नुभएको थियो। त्यही बुवाको दिव्य उपदेशलाई पालना गर्ने क्रममा मेरो 23औं जन्मोत्सवका दिन 2051 साल वैशाख 16 गतेका दिन हाम्रो सावित्री म्याडम, विश्वबन्धु सर, लक्ष्मी म्याडम लगायत हामी साथीहरू मिलेर आफू बाँचेर अरूलाई बाँच्न सिकाउने, बाटो देखाउने पेसाका रूपमा हामीले एउटा सामाजिक संस्थाको कल्पना गऱ्यौँ। पर्वत जिल्लाको अहिलेको मोदी गाउँपालिका वडा नम्बर 5 बाजुङबाट त्यही संस्था हो, राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था। यो संस्था आज 31औं वर्षमा प्रवेश गर्दैछ भने यो संस्थालाई परिकल्पना गर्ने म भनौँ आज 54औं वर्षमा अब भोलि 16 गते नै हो म जन्मेको दिन, 54औं वर्षमा प्रवेश गर्दैछु। यही सन्दर्भमा विगतका वर्षदेखि हामीले यो संस्थाको स्थापना दिवस र संस्थापक अध्यक्षको चाहिँ जन्मदिनलाई सप्ताहव्यापी कार्यक्रम गरेर मनाउँदै आइरहेका छौँ। कसैले त भन्नुहुन्छ राजाको पाला पनि, राजाको जन्मदिन पनि 3 दिन बनाउँथे, विश्व प्रसाईले यस्ता लफडा कुराहरू गर्दै हिँड्छ भन्ने पनि कोही साथीभाइहरू, इष्टमित्रहरू, आफन्तहरू, भलो चाहनेहरू हुन्छ। मैले भलो चाहने हुन्छु, किन उहाँहरूको सोचमा यति खर्च नगरे हुन्थ्यो, यति दुःख नगरे हुन्थ्यो, यति दौडधुप नगरे हुन्थ्यो, यी लफडाहरू नगरे हुन्थ्यो, उहाँले मलाई माया गरेर भन्नुभएको हो उहाँको बुझाइमा। तर हामीले हाम्रो संस्थाको जन्मदिन, संस्थापक अध्यक्षको जन्मदिन भनेर एउटा बहाना बनाए पनि यी सबै सामाजिक सेवामा आफूलाई समर्पित गर्ने माध्यमको रूपमा हामीले लिएका छौँ। त्यही अनुरूप हिजो आमाको मुख्य दिन माता तीर्थ औँसीबाट हामीले हाम्रो सप्ताह सुरुवात गऱ्यौँ। हाम्रा उहाँहरूले भन्नुहुन्छ 364 दिन जन्म दिने, कर्म दिने आफ्नै आमाको मुखेर माता तीर्थ औँसीको दिन
जसको आमाको मुख हेर्ने सन्तान छैनन् ती आमाको मुख हेरेर खुसी देऊ भन्नुहुन्छ। किनभने मेरो आमाहरू धेरै पढ्नु भएको छैन, थोरै पढे पनि आदर्शमा महान हुनुहुन्छ कि 364 दिन हामीलाई सेवा गर, हाम्रो मुख हेर। आमा तीर्थ माता तीर्थ औँसीको दिन मुख हेर्ने, वर्षभरि मुख हेर्ने सन्तान नभएका आमाहरूको मुख हेरेर खुसी देऊ भन्नुहुन्छ। त्यो अनुसार हाम्रो आमा जीवन्त हुँदाहुँदै पनि उहाँको आशीर्वाद र अनुमति लिएर हिजो हामी म्याग्दीको बेनी नगरपालिका वडा नम्बर 9 बलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रममा गएर 47 जना आमाको खुट्टामा ढोगेर उहाँको दर्शन गरेर आशीर्वाद लिएर केही सामग्री सहयोग गरेर हामी फर्केका छौँ। र आज दोस्रो दिन पनि हामी यो बेला ठुलो आडम्बर ठुल्ठुला अरूलाई देखाउने किसिमको भन्दा पनि सेवामूलक काममा छ। आज दोस्रो दिन हामी यहाँ पोखरा ज्येष्ठ नागरिक आश्रमका यो बाबा आमाहरूको सेवामा आएका छौँ। र योभन्दा पहिला हाम्रो अध्यक्षज्यू रत्नप्रसाद अधिकारी र मेरो छोरा सुजीव प्रसाईको जन्मदिन पनि हामीले यहीँ मनाएका थियौँ। फेरि अहिले पनि हामी आएका छौँ र म आज यही सन्दर्भमा सचिवज्यू र कोषाध्यक्षज्यूलाई घोषणा गर्छु। मलाई पराजुली सरले भन्नुभएको हो, म आजकै दिनदेखि त्यो आजीवन सदस्य यस्तो सेवामूलक संस्थामा त्यो म आजीवन सदस्यको आज रसिद काटेर जान्छु। किनकि कमसेकम सदस्यका नाताले पनि बारम्बार यो ठाउँमा आउन मलाई बाध्य बनाओस्, मलाई आइराख्न मन लाग्छ। म यो बाटो हिँड्दा पनि एकचोटि पसेर केही छ कि भनेर बन्धु जाने चाहिँ एउटा मौका मिलोस्। म त्यसका लागि आजकै दिनदेखि म हजुरहरूको आश्रमको यो संस्थाको आजीवन सदस्य बन्ने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र भोलि हजुरको 13 दिन म जन्मेकै दिन पर्वतमा मूल समारोह छ। हामी त्यहाँ झन्डै 800,000 साथीभाइ दाजुभाइ दिदीबहिनीहरू जम्मा भएर हामीले ठुलो कार्यक्रम गर्दैछौँ। त्यहाँ अरूले मलाई एउटा टिका लगाएर आशीर्वाद दिनुहुन्छ, मैले उहाँहरूलाई ढोगेर सम्मान व्यक्त गर्छु। केही राष्ट्रिय स्तरका व्यक्तित्वहरूको सम्मान कार्यक्रम छ, केही सङ्घ संस्थालाई केही नगद अथवा जिन्सी सहयोगको पनि कार्यक्रम छ भने पर्सि 17 गते मलाई पढाउनु भएका गुरुहरू र त्यो नेस्टोमा काम गर्ने यसका साथीभाइहरूको गुरुहरूलाई जम्मा गरेर अहिले त शिक्षकलाई नमस्कार गर्नु पर्यो भने विद्यार्थी बाटो काट्ने भयो, गुरु सम्मान हुने त बाँकी नै रहेन। अग्रजलाई भेटे चाहिँ सम्मान व्यक्त गर्नुपर्छ भनेर बाटो काटेर लुक्ने भयो। यस्तो परिस्थितिमा गुरुको महत्त्व पनि मैले धेरै वर्षपछि आएर बुझेँ र अहिले हामीले खुट्टामै ढोगेर हामीले पढाएको कख सिकाउनु भएको गुरुलाई खुट्टामै ढोगेर हामी गुरु सम्मान गर्ने गर्छौँ, गुरु पूजन गर्ने गर्छौँ। 17 गते गुरु पूजनको कार्यक्रम छ। त्यो दिन ज्येष्ठ नागरिक सम्मान मेरो जन्मथलो बाजुङमा हरेक वर्ष हामीले 100% 700 बालबालिकालाई झोला कपी कलम दिने गर्थ्यौँ। तर यो वर्ष स्कुल अहिले सामुदायिक विद्यालय बन्द भएका कारणले त्यो कार्यक्रम नभएको हुनाले गुरु पूजन चाहिँ गर्ने, ज्येष्ठ नागरिक सम्मान र छात्रवृत्ति वितरण चाहिँ अब स्कुल खोलेपछि गर्ने कि भनेर साथीहरूले सल्लाह दिनुभएको छ। 18 गते हजुरको अन्तर्राष्ट्रिय श्रमिक दिवस छ। दिनभरि पार्टीका साथीहरूले श्रमिक एकता जिन्दाबाद, फलानो पार्टी जिन्दाबाद भनेर पार्टीका झन्डा हल्लाएर हिँडाउनुहुन्छ पुष्पमा। र बेलुका 5:30 बजे उहाँहरूको भाषण सुनिसकेर भोकाएका श्रमिकहरूलाई युनिभर्सल पार्टी ब्यालेन्समा ल्याएर हामीले मासु भात खुवाउँछौँ। अरू धेरै गर्न नसके पनि फेरि 150-200 ती काङ्ग्रेस, एमाले, माओवादी ती विभिन्न पार्टीका श्रमिकहरू दिनभरि नेताको भाषण सुन्नुहुन्छ भोको पेट, बेलुका फेरि पार्टी ब्यालेन्समा आएर अनि रात सन्ध्याकालीन भोजन गरेर मलाई पनि आशीर्वाद दिएर उहाँहरू जानुहुन्छ भने हजुरको 19 गते त्यहाँ केही क्यान्सर पीडित परिवारलाई वर्षभरिलाई पुग्ने गरी खाद्यान्न सहयोग गर्दैछौँ। घरमा श्रीमान छ विदेश गएको, उतै दुर्घटनामा परेर कमाउने त के उपचार नेपाल फर्काउन सकेको छैन। यहाँ बच्चा छ, बच्चा क्यान्सर पीडित छ, महिला पनि बिरामी छ, अब खाने उपाय छैन। हरेक रात उहाँहरूको भोकै बित्छ। त्यो परिवारलाई अब एकैचोटि वर्षभरिलाई पुग्ने दाल चामल नुन लगेर हस्तान्तरण गर्ने कार्यक्रम छ 19 गते भने
20 गतेका दिन चाहिँ ड्याम साइडको रोयल मल पार्टी प्यालेसमा यो सप्ताहको समापन केही विविध रमाइलो चाहिँ बर्थडे भनेपछि रमाइलो पनि त गर्नु पर्यो नि अलिअलि। त्यहाँ अलिअलि रमाइलो पनि कार्यक्रम छ र म अहिले कार्ड पनि बाँड्छु र हजुरहरू दाजुको यो सबै टिम प्लस हाम्रो यो आश्रमको सञ्चालकज्यूहरूलाई पनि त्यो कार्यक्रममा ड्याम साइड रोयल मल पार्टी प्यालेसमा 4 बजेदेखि 8:30 बजेसम्म खानपिन सहित रमाइलो पार्टी नाचगान बजान भाषण भुसुड खाजा टिका सबै छ र त्यहाँ कसै केही उपहार चल्दैन। आउने बर्थडे परेकोलाई टिका लगाइदिने र उहाँले मैले ढोग्छु आशीर्वाद सधैँ यस्तै रहोस् जिन्दगी भनेर आशीर्वाद दिने अनि रमाइलो गरेर छुट्टिने गरी 8:30 बजे सकिने गरी ड्याम साइडमा कार्यक्रम छ। म हजुरको सचिवज्यू हाम्रो गुरुङ सर हाम्रो प्रसादज्यू लगायत सबैलाई निम्ता गरे मेरो छिमेकी जिल्लाको दाई दिदी भाइ बहिनीहरूलाई पनि मैले त्यहाँ निम्ता गरेँ। जतिजना हुन्छ त्यतिजना आइदिनुपर्छ। त्यसरी हामी सप्ताह मनाउने क्रममा हाम्रा पदाधिकारी हाम्रा कर्मचारीहरूको जन्मदिन पनि हामीले मनाउने गर्छौँ र आज सौभाग्यवश मेरै स्वर्गीय बुवा टिकाबहादुर प्रसाईको स्मृतिमा स्थापित अमर टिका प्रतिष्ठानको हाम्रो कोषाध्यक्ष नेस्टो नेपालको आजीवन सदस्य एवं नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड बिरौना शाखाका शाखा प्रबन्धक सङ्गीता राणा मगरको पनि आज जन्मदिन परेको हुनाले यो सप्ताहमै जोडेर हामीले बिहानमै उहाँको नामसहित यो बर्थडे विस गर्न गइराखेका छौँ। र त्यो मात्रै होइन सत्सङ्ग भनेको यही हामी हाम्रो संस्थाको कार्यक्रम लिएर आएका थियौँ। संयोगले फेरि मेरो पूजनीय दाई मेरो पूजनीय दिदी नै हजुर कति वर्ष दिदी नै हो कि बहिनी कति वर्ष हुनुभयो? अहिले कति वर्ष हुनुभयो? दिदी नै हुनुभयो। अब हजुरहरू भाइ बहिनी हुनुभयोले यो आश्रममा उहाँहरू म्याग्दीबाट चाहिँ पोखरा आएर बसोबास गर्नुभएको सायद विदेशतिर पनि हुनुहुन्छ बाबु पक्कै मलाई होइन। उहाँकै यो आर्थिक सौजन्य छ र उहाँले खाना खुवाउने कार्यक्रम जुन राख्नुभएको थियो यो खाना खुवाएर हिँडिहालिन्थ्यो। यो पनि औपचारिक कार्यक्रम जोड्ने हामीले सौभाग्य पायौँ। हजुरहरू कतिपय मान्छेहरू त आउनु न सँगै बसौँ एउटै काम त हो भने पनि ल तपाईँहरूको सक्नुहोस् भने म आडामा आउँछु भन्ने पनि हुनुहुन्छ। पर्वत र म्याग्दीको नाताले नि होला हजुरहरू पनि कति खुसी साथ हामी सँगै चाहिँ यहाँ कार्यक्रम मनाउन पायौँ। म हजुरहरू सबैप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सङ्गीताजीको शुभ जन्मोत्सवको अवसरमा उहाँको सुख शान्ति समृद्धि उन्नति प्रगतिको लागि प्रार्थना गर्न चाहन्छु। हाम्रो चाहिँ साथीहरूले जुन यो कार्यक्रम आयोजना गर्नुभयो नेस्टो नेपालका कोषाध्यक्ष नेस्टो समृद्धका अध्यक्ष सावित्री खत्रीज्यू पूर्व अध्यक्ष लक्ष्मीबाई बेदासीज्यू देवी प्रतिष्ठानका विश्वबन्धु प्रसाईज्यू लगायत लक्ष्मी हमाल ठाकुरज्यू लगायत हजुरहरूको सहयोगको पनि प्रतिबढी एउटा जन्म सप्ताहको एउटा व्यक्तिका हिसाबले संस्थाको संस्थापक अध्यक्ष हिसाबले म अत्यन्तै आभारी छु। र विशेष गरी यो आश्रमले चाहिँ जुन हाम्रो यो सानो सहयोगलाई यति महत्त्वका छ हाम्रो सचिव गुरुङ सर हाम्रो कोषाध्यक्षज्यू अन्य हाम्रो कार्यकारी सदस्य चाहिँ ज्यूहरू अब हाम्रो गङ्गा बस्नेत नेस्टोको पुरानो कर्मचारी हो उहाँ हाम्रो एउटा प्रोजेक्ट म्यानेजर हुनुहुन्थ्यो। यो बाल श्रम मुक्त इटा भट्टा हाम्रो कार्यक्रममा उहाँ हुनुहुन्थ्यो। हाम्रो बहिनीहरू बेदरा बहिनीहरू सबैले जुन एउटा महत्त्वका साथ चाहिँ दिनुभएको छ यो जन्म सप्ताहको हिसाबले यो संस्थाको संस्थापक अध्यक्षको हिसाबले हजुरहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र सबैभन्दा बढी यो आश्रममा आश्रित चाहिँ बाबा आमाहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरूको घरमा भएको भए तपाईँहरूले भगवानको नाम सम्झन आउनुहुने थिएन। तपाईँ बिहान उठ्यो बिहान घर सफाको टेन्सन त्यहाँबाट फेरि घर के अरे त्यहाँबाट चुलो चौकोको टेन्सन दिउँसो गाई बस्तुको टेन्सन बेलुका फेरि सन्तान स्कुलबाट आउँछन् खाजाको टेन्सन बेलुका फेरि त्यही चुलो चौको सफाको टेन्सन। सायद घरमा भएको भए हजुरहरूलाई भगवानको यति भक्ति र भगवानप्रतिको यति प्रार्थना गर्ने अवसर मिल्ने थिएन। त्यसैले खुसी हुनुहोस् भगवानले हजुरहरूलाई भगवानले तिमीलाई 24 घण्टा मेरो प्रार्थना गर
भनेर हजुरहरूलाई सम्झनुभयो। त्यसैले यो आश्रममा आएर हजुरहरू भगवान आश्रित हुन्। यहाँ त हामीले व्याख्या गरेर कोही नभएर चाहिँ आश्रित भने अर्थ त्यो होइन, भगवान आश्रित हो हजुरहरू। भगवानको आश्रयमा हजुरहरू बस्न पाउनुभएको छ। त्यसैले हजुरहरूलाई खुसीका साथ कुनै पनि हीनता बोध नलिकन यहाँ खुसीका साथ रमाएर हाम्रो कर्मचारी साथीहरूले सेवकहरूले जुन सेवा गर्नुभएको छ यसलाई सहर्ष उहाँहरूप्रति आभारी भएर रहिदिनु हुन म अनुरोध गर्दछु। र म पनि हिन्दू हो। यहाँ धेरैजनाले राधे राधे सीताराम सीताराम पढ्नु भएको छ। भन्नुको अर्थ हामी धर्ममा विश्वास गर्नुहुन्छ हजुरहरू। हिन्दू धर्मको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो, कोही हिन्दू होइन भन्ने कुरा चाहिँ, अथवा सनातनी हो होइन भन्ने कुरा। सनातनीभित्र हिन्दू पनि पर्छ, बौद्धिस्ट पनि पर्छन्, किराँत पनि पर्छन्। यी हामी सबै सनातनी हो, ओमकार परिवार हो। यो सनातनीको सबभन्दा मुख्य कुरा के हो भने जसले मेरो पहिलो जन्म थियो, मेरो वर्तमान छ र मेरो पुनर्जन्म हुन्छ भनेर जसले विश्वास गर्छ त्यो नै हिन्दू धर्मावलम्बी हो, सनातनी धर्मावलम्बी। त्यसैले यो जन्ममा हजुरहरूले यहाँ बसेर जुन 24 घण्टा भगवानको प्रार्थना गर्नुभएको छ, मलाई विश्वास छ हजुरहरू अर्को जन्ममा फेरि हजुरहरूले त्यस्तै भगवानलाई चिन्न नसकेका, भगवानलाई जान्न नसकेका, भगवानसँग पुग्न नसकेका धेरै लाखौँ मान्छेहरूलाई हजुरहरूले ज्ञान दिएर भगवानसम्म पुर्याउने र यस्ता आश्रमहरू दर्जनौँ आश्रम चलाएर धेरैलाई एउटा बाँच्ने र जिउने आधार दिने अवसर हजुरहरूले पाउनुहुन्छ। त्यसैले हजुरहरू भाग्यमानी हुनुहुन्छ। हजुरहरूप्रति म हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छु। क्षमा माग्न पर्ने, पराश्चित गर्नुपर्ने, पश्चाताप गर्नुपर्ने त हाम्रो सन्ततिले हो, जसले आफ्नै आमालाई, आफ्ना बाबालाई चाहिँ उचित रूपमा त्यो भगवानलाई सम्झने वातावरण नदिएर भगवान खोज्दै पोखरा ज्येष्ठ नागरिक आश्रममा आउनु पर्यो। तपाईँहरू चिन्तित हुने होइन, तपाईँहरूले पश्चाताप लिने होइन। म हजुरहरूलाई यही विनम्रतापूर्वक अनुरोध गर्दै भनिएको छ ज्येष्ठ नागरिक पूजन हजुरहरूलाई पुनः अलिकति फुल ल्याउँछु। म अब अलिकति हजुरहरू सबैजनालाई अब यो यहीँबाट मैले हजुरहरूलाई पूजा गर्दै यहाँ ज्येष्ठ नागरिक पूजन भनेका छौँ हामी हजुरहरू सबैलाई ढोकेर पूजा गर्दै यो मेरो केही यो कार्यक्रमको उद्देश्य, सप्ताहको उद्देश्य, संस्थाको सोच परिचय, समसामयिक सन्दर्भमा केही बोल्ने क्रममा मैले केही कुराहरू स्पष्ट पारेर पनि उपयुक्त होला भनेर बोलेँ र मैले बाचा गरेको छु। आजकै दिनदेखि म यो आश्रमको गुरुङ सरको साथी आजीवन सदस्य बन्छु। 5000 कति म अहिले टगिएर जान्छु र मैले के भने मेरो त्यसमा केही स्वार्थ छैन। हजुरहरूले यति धेरै पुण्य काम गर्नुभएको छ, यति राम्रो काम गर्नुभएको छ। हजुरहरूलाई त 84 लगाउन पनि पर्दैन, 108 गाईदान गर्न पनि पर्दैन। हजुरहरूलाई सबै कुरो यदि स्वर्ग छ भने स्वर्गको ढोका रातो चाहिँ कार्पेट लगाएर हजुरको ढोका खुल्ला छ। यो यस्तो मौकाको फाइदा, यो सेवा गर्ने मौका म पनि आफू जोडिम लाग्यो। त्यसैले मेरो अरू स्वार्थ छैन। म पनि यसको आजीवन सदस्य बन्ने म घोषणा गर्छु अथवा प्रतिबद्धता व्यक्त गर्दै हजुरहरू सबैप्रति पुनः आभार व्यक्त गर्दै फेरि आज भोलि पर्वत कार्यक्रम छ। यो कार्यक्रम शब्द हिजो पर्वत नै थियो, व्यक्ति थियो, व्यक्तिबाट फेरि पोखरा आयौँ। अब यो कार्यक्रम सकेर फेरि हामी पर्वतै फर्कने हो र भोलिको कार्यक्रम तयारी गर्नु छ, पर्सिको कार्यक्रम तयारी गर्नु छ। पक्कै पनि भगवानले साथ दिए, भगवानले चाहे फेरि पनि हजुरहरूसँग भेट्ने, हजुरहरूको सेवा गर्ने बाचा गर्दै हजुरको आशीर्वादले यो सप्ताहव्यापी जन्मदिन अझै धेरै त भन्दिनँ, 54 वर्ष भइयो, धेरै बाँचेर पनि गाह्रो छ। त्यसकारण कमसेकम अझ 1 दशक भनौँ न, त्योभन्दा बढी भगवानले चाहे बाँचौँला। कम्तीमा अझ 1 दशक भन्छु म। 64-65 वर्ष बाँच्छ आयो। अरूको आत्मा ल्याङ पनि आशा गरेर म लोभ पनि गरेको छैन। 65 वर्षसम्म भनौँ, त्यसपछि भगवानले बाँच भने बाँचौँला, नभए त्यति बेलासम्म चाहना सबै गर्न चाहेका कुरा पुरा हुन्छन्। अरबपति बन्ने इच्छा छैन, धेरै लुट्ने इच्छा छैन, धेरै ठुलो पदमा गएर अरूलाई गोदेर देखिस्, विश्ववर्षको शक्ति क्षमता भन्ने छैन।
त्यत्तिकै सेवा गर्न 10 वर्ष मात्रै भगवान्सँग प्रार्थना माग्दै हजुरहरूबाट बिदा हुन्छु। हजुरहरूको जय होस्, मेरो जय होस्, हामी सबैको जय होस्। हामी सबैको जय भावनाले यो काङ्ग्रेसको कुरा अरू पार्टीको कुरा होइन, हामीले भन्न पर्छ नेपालको जय बनाउनका लागि हजुरहरू सबै हाम्रो जय होस्। जय नेपाल। धन्यवाद। धेरै धेरै धन्यवाद संस्थाका संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश प्रसाईज्यूलाई। उहाँले नेसनल नेपालको 21औं स्थापना दिवस एवं संस्थापक अध्यक्षज्यूको शुभ जन्मोत्सव समारोहको सप्ताहव्यापी कार्यक्रमबारे प्रकाश पारेर हामी माझबाट उज्जवल भइसक्नु भएको छ। अब हामी कार्यक्रमको मुख्य भागमा प्रवेश गर्दैछौँ। हामी आज यहाँ संस्थापक अध्यक्षज्यू डाक्टर विश्वप्रकाश प्रसाईज्यूको 54औं शुभ जन्मोत्सव समारोहको सप्ताहव्यापी कार्यक्रममै रहे तापनि उहाँको जन्मोत्सव भोलि अर्थात् वैशाख 16 गते परेको हुँदा हामी उहाँको जन्मोत्सव केक भने भोलि काट्नेछौँ। आज यही सप्ताह समारोह बिचमै सौभाग्यले अमर्टिका प्रतिष्ठानका कोषाध्यक्ष सङ्गीता ठाडा मगरज्यूको बर्थडे पनि आज परेको हुँदा हामी आज उहाँको जन्मदिनको केक काट्न गइरहेका छौँ। अब म यस केक कटिङ समारोहमा समावेश भइदिनु हुनका लागि म यहाँ उपस्थित सम्पूर्ण अतिथिज्यूहरूलाई म अनुरोध गर्न चाहन्छु। अब हामी जन्मोत्सव विशेष समारोहमा केक काट्ने तर्फ अगाडि बढिरहेका छौँ। भर्खर मात्रै हामीमा उपस्थित हुनुभएका नेसनल नेपालका आजीवन सदस्य लक्ष्मी गाहाज्यूलाई पनि म हाम्रो अतिथ्यता स्वीकार गरिदिनुका लागि अनुरोध गर्न चाहन्छु। उहाँलाई कृपया खादा र ब्याचले स्वागत गरिदिनु न म संस्थाका साधारण सदस्यज्यूलाई अनुरोध गर्न चाहन्छु। आउनु त भाइ तपाईँ यहाँ आउनु त मैले आउनु न अङ्कलले भने दाइले भनेपछि आउनु न यहाँ आउनु ल। अब सुषमा यहाँ भाइ आउनु ल। तपाईँ आउनु त यो उल्याउनु त झर्न पार्ने
अहिले उहाँले काट्नुहुने बुझिमाग्ने तपाईँको प्रगति उन्नतिका लागि ल यहाँ एक एकवटा उ गर्नु ल ल यो हाम्रो दाताहरू जो आज हजुरहरूलाई को यो पीडामा साथ दिन भोजन अर्पण गर्न भनेर आउनुभएको छ केही आर्थिक सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र उहाँहरूको यो आजको कष्ट पाउ कष्ट चाहिँ हाम्रो लागि ठुलो सौभाग्य हो किनकि फेरि पटक पटक जब दुःख पर्छ उहाँहरूलाई हामीले सम्झाउन सक्छौँ उहाँहरूले सहयोग गर्नुहुन्छ म यो आश्रमले कहिलेकाहीँ झ्याप्प कहिलेकाहीँ चाहिँ कोर्टको अर्को जाँदा पनि नआउने स्रोत साधन पनि नहुने अब आमा बाबालाई के खुवाउने भन्ने पढ्यो भने त्यो बेला उहाँहरू टाढा भए हामीलाई एकै कल गरिदिनु भयो भने म यहीँ बस्छु 15 नम्बर 1 क्याम्पस गेटतिर मेरो घर अहिले हामी र हजुरहरूको सेवामा जे चाहिन्छ त्यो जति सकिन्छ त्यति पोको बोकेर भए आउँछु भाइ मध्यरातमा भयो यस्तै उहाँहरू पनि त्यो एउटा हृदयको मान्छे हो ल पहिला एकचोटि ल 3 जनाले ल यो खुसी हो नि त ल है अब दाताहरूको उन्नतिको उहाँहरूको एकदम उन्नति होस् प्रगति होस् होइन उहाँको व्यावसायिक सफलता हासिल होस् वैदेशिक व्यवसाय राम्रो होस् होइन र सधैँभरि हाम्रो आश्रमले सेवा पाओस् ल Hello, happy wonderful day, everyone. रहेछ के ल सम्पूर्णको दिन शुभ रहोस् यो विशेष ल यसलाई प्रसाद लाउनु धेरै धेरै धन्यवाद। अब हामीले सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन अर्थात् ज्येष्ठ नागरिक पूजनपूर्वक जन्मदिन गर्नुभएका अमरटिका प्रतिष्ठान नेपालका कोषाध्यक्ष सङ्गीता खाडा मगरजीलाई संस्थाको तर्फबाट माया खुसिनो अर्थात् जन्मोत्सवको कर्म कार्यक्रममा हामी जोडिरहेका छौँ। कृपया उहाँलाई संस्थाका सम्पूर्ण प्रतिनिधिहरू हामीले आएर साधन अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद क्षमा प्रदान गर्नुहुने र ग्रहण गरिदिनुहुने दुवै पक्षज्यूहरूलाई। अब हामी यस सप्ताहको आज दोस्रो दिन अर्थात् ज्येष्ठ नागरिक पूजन तथा खाद्यान्न सहयोग कार्यक्रमको मुख्य भागमा आइसकेका छौँ। म खाद्यान्न सहयोग कार्यक्रमलाई म अगाडि जोड्न गइरहेकी छु। संस्थाको तर्फबाट खाद्यान्न सहयोग गर्ने हुनका लागि म संस्थाका संस्थापक अध्यक्ष डाक्टर विश्वविकास प्रसाई, संस्थाका पूर्व अध्यक्ष कोषाध्यक्ष एवं सम्पूर्ण आदिका सदस्यज्यूहरूलाई म साथसाथै यो सहयोग ग्रहण गरिदिनुहुनका लागि म पोखरा ज्येष्ठ नागरिक आश्रम पोखरा महानगरपालिका बोल्नुहुन्छ है भन्नु पकान्दिने हो होइन म ल कोषाध्यक्ष खाद्यान्न सहयोग कार्यक्रम पश्चात म आजको यस कार्यक्रम तथा जन्मदिन गर्नुभएका संस्थाका आयोजक सदस्य एवं संस्थालाई आफ्नो
अध्यक्ष श्री भीम प्रसाद सुवेदीजीलाई आमन्त्रण गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू यस संस्थाका पदाधिकारीज्यूहरू र यस हाम्रा सचिवज्यू, यस संस्थाका सचिवज्यू र यस कार्य समितिका सचिव र यस हरू र अन्य सर्वप्रथम यस संस्थाको कोषाध्यक्ष तर्फबाट मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत अभिवादन टक्राउन चाहन्छु। यहाँले चाहिँ महत्त्वपूर्ण भएको छ। नेपालमा गइरहेसम्म व्यक्तित्व निरूपण गरिरहने, निरन्तर जारी रहने र सेवाको लागि मानव जन्म, सञ्चार, मानव अधिकार र विकास कार्यक्रम ल्याउनु भएको छ। यस संस्थाका अध्यक्षको जन्मोत्सवको उपलक्ष्यमा र यस संस्थाको देशको संस्थाको चाहिँ 31औं स्थापना दिवसको कार्यक्रममा ल्याउनु छ। यो साह्रै नै सराहनीय कार्यक्रम छ र आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमहरू ल्याइराख्नु होला भन्ने हाम्रो आग्रह छ। र 31औं दिवस एवं संस्थाका अध्यक्ष डाक्टर विश्वप्रकाश प्रसाईज्यूको 14औं शुभ जन्मको विशेष सप्ताह एवं अमरटिका प्रतिष्ठान अध्यक्ष देशको नेपालका सदस्य श्री सङ्गीता राणा मगरको 33औं जन्मोत्सवको अवसरमा आयोजित ज्येष्ठ नागरिक भोजन तथा खाद्यान्न सहयोग कार्यक्रममा जुन कार्यक्रम यस संस्थामा ल्याएर गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हो, मानवको सेवा गर्नु सबैभन्दा ठुलो सेवा हो र त्यसरी चाहिँ यहाँको दानवीर हातले चाहिँ हाम्रो संस्थालाई जुन सहयोग गर्ने कार्यक्रम राख्नुभएको छ, आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमहरू राख्नु होला भन्ने मलाई आशा लागिरहेको छ। र हामीले यो संस्था भनेको सबै यस्तै च्यारिटी डोनेसनबाट चलिरहेको संस्था हो। सरकारबाट त्यति सहयोग पनि हामीलाई सहयोग प्राप्त भएको पनि छैन। यहाँ जस्ता दानवीर हातले गर्दाखेरि आज यो संस्था यो अवस्था पुगेछ। अब हामी यो संस्थामा हामी कार्यक्षेत्रका साथीहरूले पनि एज अ भोलिन्टियरको रूपमा हामीले गरिरहेका छौँ र हामीले यसलाई निरन्तरता पनि दिन्छौँ। हामी पनि मेरो पनि रिटायर लाइफ हो। म पनि पूर्वमा शिक्षकमा थिएँ, त्यहाँ सेवा गरेर त्यसपछि चाहिँ यहाँ आएर मैले निरन्तर आगामी दिनमा यो संस्थालाई कसरी अगाडि बढाउन सकिन्छ, यो संस्थाको हकभित्र यस संस्थाका बुवाआमाहरूको लागि कसरी काम गर्न सकिन्छ भन्ने हामीले एउटा मास्टर प्लानका साथ हामी अगाडि बढ्ने प्रतिबद्ध पनि काम गर्न चाहन्छु। र आगामी दिनमा पनि यस्ता किसिमका चाहिँ कार्यक्रमहरू सदा सर्वदा रहोस् भन्ने कुरा शुभकामना व्यक्त गर्न पनि चाहन्छु। र यहाँहरूले यहाँका छरछिमेकी इष्टमित्रहरूलाई पनि पोखरा वृद्धाश्रममा चाहिँ यहाँ आश्रित रहेका बुवाहरूको कल्याण गर्नुपर्छ भन्ने यस्ता शब्दहरू सम्प्रेषण गर्नको लागि पनि सबैलाई पनि आग्रह गर्न चाहन्छु। र यहाँप्रति सर्वप्रथम त यस संस्थाको 31औं दिवस तथा यस संस्थाका संस्थापक अध्यक्षको विश्वप्रकाश प्रसाईज्यूको सुस्वास्थ्य, दीर्घायु, उत्तर प्रगतिको र समृद्ध कामना गर्छु। उहाँले आजको पाइलामा सफलता प्राप्त होस् भन्ने कुरा पनि व्यक्त गर्न चाहन्छु। त्यसै गरी आजीवन सदस्य सङ्गीता राणा मगरको पनि 33औं जन्मोत्सवको अवसरमा जुन यहाँ आयोजित कार्यक्रम भयो, आज केक काट्ने कार्यक्रम भयो, एकदम सराहनीय कार्यक्रम छ। यसलाई आगामी दिनमा पनि यसलाई निरन्तरता दियोस् भन्ने पनि चाहन्छु। र हामीलाई सेवा गर्नुपर्छ, जुन सहयोग प्राप्त गर्नुपर्छ, यो सहयोगले हामीलाई एउटा घरमा एउटा इच्छा थप्ने काम पनि भएको कुरा पनि जानकारी गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सदा सर्वदा भइराखोस्। र अब हाम्रा अन्य अन्नदाताहरूलाई पनि म्याग्दीबाट आउनुभएका अन्य अन्नदाताहरूलाई पनि म शुभकामना दिन चाहन्छु। हो, तपाईँहरूको दानवीर हातबाट यो सञ्चालित संस्था हो र यसरी गरेर पनि आगामी दिनमा पनि यसलाई कार्यक्रममा निरन्तरता दिनु होला भन्ने आशा पनि राख्छु। र यति भन्दै यस संस्थाको तर्फबाट कोषाध्यक्षको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक अभिवादन टक्राउँदै र धन्यवाद ज्ञापन चाहन्छु। र मेरा भनाइ पनि यही अन्त गर्न चाहन्छु। धन्यवाद। हामी कार्यक्रम समापनतर्फ जानु पूर्व आजका हाम्रा यस संस्थाका संस्थापक सदस्य डाक्टर विश्वप्रकाश प्रसाईज्यूको पूर्व
प्रतिबद्धता अनुसार उहाँ आजदेखि यस पोखरा ज्येष्ठ नागरिक आश्रमका आजीवन सदस्यको रूपमा आबद्ध हुँदै हुनुहुन्छ। आबद्धताका लागि आफ्नो आबद्धता शुल्क म पोखरा ज्येष्ठ नागरिक आश्रमका सचिव श्री धर्मबहादुर गुरुङज्यूलाई हस्तान्तरण गर्नका लागि म आश्रमका सचिव एवं संस्थापक अध्यक्ष डाक्टर प्रशान्तजीलाई अनुरोध गर्न चाहन्छु। धेरै धन्यवाद। अब आजको यस कार्यक्रमको हामी लगभग अन्त्यमा आइसकेका छौँ। आफ्नो छोटो धन्यवाद मन्तव्य राखिदिनु हुनका लागि म बिपी फाउन्डेसनका सदस्य विश्वबहादुर प्रसादज्यूलाई आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालक सुषमा प्रसादज्यू। आजको यस महत्त्वपूर्ण समारोहका अध्यक्षज्यू, निष्ठ नेपालको 31औं स्थापना दिवस तथा निष्ठ नेपालका संस्थापक अध्यक्ष, निष्ठ नेपालका परिवर्तनकार आदरणीय विश्वप्रकाश प्रसादज्यूको जन्मोत्सवको सन्दर्भमा आयोजित यस साप्ताहिक कार्यक्रमको सन्दर्भमा आज जोडिन लागेको निष्ठ नेपालका निष्ठ संविधान वित्तीय संस्था पोखरा शाखा प्रबन्धक ज्यूको जन्मदिनलाई विशेष गरी आज हामी यो मनाउन गइरहेका छौँ र यसै सन्दर्भमा उपस्थित निष्ठ नेपालका संस्थापक अध्यक्षज्यू, निष्ठ संविधान वित्तीय संस्थाका अध्यक्षज्यू, त्यसै गरी निष्ठका पूर्व अध्यक्षज्यू, निष्ठका सम्पूर्ण पदाधिकारीज्यूहरू, त्यसै गरी पोखरा वृद्धाश्रमका सञ्चालकज्यूहरू र यहाँ आश्रममा आदरणीय बुवाहरू, आजको यस महत्त्वपूर्ण कार्यक्रममा उपस्थित भइदिनु भएकोमा म संस्थाको तर्फबाट निष्ठ संविधान समूहको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र म यसै सन्दर्भमा निष्ठ नेपालका पोखरा शाखा प्रबन्धकज्यूलाई जन्मदिनको उपलक्ष्यमा धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी हाम्रो संस्थापक अध्यक्षज्यूको हामी जन्मदिनकै सन्दर्भमा जन्मोत्सवकै सन्दर्भमा हामीले सप्ताहव्यापी कार्यक्रम गर्न गइरहेका छौँ। हिजो आज र मुख्य भोलिको छ र यो वृद्धाश्रममा जति पनि यहाँ बुवाआमाहरू हुनुहुन्छ मैले यहाँ देखिराखेको छु र अहिले के देखिन्छ भने धेरै वृद्ध बुवाआमाहरू घरमा एक्लै जीवनयापन गर्न परिरहेको छ। घरमा रेख्दै गर्ने मान्छेहरू हुन्न। त्यो सन्दर्भमा हेर्दा यहाँ चाहिँ धेरै राम्रो वातावरण छ। सबैले आपसमा आफ्नो अनुभव सेयर गर्न पाउनुभएको छ, आनन्दित जीवन बिताउनु पाउनुभएको छ, स्वर्ग जस्तो वातावरण छ जस्तो मलाई लागेको छ। र यो आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण निष्ठ नेपालका पूर्व पदाधिकारी, अहिलेका पदाधिकारी, निष्ठ संविधाका विभिन्न पदाधिकारीज्यूहरू लगायत हाम्रो म्यागजिनका आदरणीय दायीज्यूहरू र सम्पूर्ण वृद्धाश्रमका पदाधिकारीज्यू र सम्पूर्ण बुवाआमालाई हामी यो कार्यक्रमको तर्फबाट निष्ठ संविधान समूहको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको यस औपचारिक कार्यक्रम यहीँ समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद, नमस्कार। परिवारसँग पाहुनालाई बाँडिदियो होइन, यता यो त सुन्नु न कुरा, नेस्टो परिवार सहित पाहुनाहरूलाई बाँडिदियो चाहिँ यो चाहिँ अहिले खाना खाएपछि बाआमाहरूलाई है त्यो यो खाना खाएपछि फेरि के खाना खानुभन्दा अगाडि बाआमालाई यो खाना खाएपछि Antara
अब हजुरको खाना